नमस्कार। आजको व्यवसायलाई शार्दूल विक्रीडित छन्दमय बनाऊ कि भनेर दमक निवासी कवि हेम अधिकारीले लेख्नुभएको गल्दैन भित्री हियो शीर्षकको कविता वाचन गर्न चाहन्छु। सुन्नुहोला, सुनेर प्रतिक्रिया पनि दिनुहोला। कविता यसरी वाचन गर्न चाहन्छु। ऊर्जा बाहिरका घटेर जसरी जान्छन् पुराना हुँदा, फाट्छन् वस्त्रहरू अनित्य छ यहाँ, लिन्छन् सबैले बिदा। खोल्सा छन् अनुहारमा र गतिलो चिल्लोपना छाड्दियो, गल्लन अङ्ग शरीर गल्छ तर त्यो गल्दैन भित्री हियो। राम्रा लेख सुलेख लेख कविजी पाका मिठा शब्दका, वर्षाउ अनमोल काव्य रचना सद्गद्य या छन्दका। ज्ञानी ध्यान जपी तपी सरसिला बालेर हिँड्नु दियो, गल्लन अङ्ग शरीर गल्छ तर त्यो गल्दैन भित्री हियो। फक्रिन्छन् फुलबास छर्न वनमा सौन्दर्य बुट्टाहरू, फल्छन् वृक्षलता मिठा फल दिने दाता सदाका तरु। झर्छन् पात तथापि शक्ति तिनको घट्दैन कस्तो हो, गल्लन अङ्ग शरीर गल्छ तर त्यो गल्दैन भित्री हियो। ऊर्जा भित्र चमक्क चम्किरहने हो भावना ज्ञानकै, काव्यात्मा सब चम्क चम्क मनका सौदमिनी सान झैं। कालो बादल ढाकिदिन्छ धरणी, ढाक्दैन भूगर्भ त्यो, गल्लन अङ्ग शरीर गल्छ तर त्यो गल्दैन भित्री हियो। साना हुन् कि त पूर्ण हुन् शशी सधैँ सेता उज्याला हुने, ताराले नभमा अनन्त गतिमा सौन्दर्य चम्काउने। जीवात्मा गति शक्ति बढ्दछ सधैँ देहादि जे भयो, गल्लन अङ्ग शरीर गल्छ तर त्यो गल्दैन भित्री हियो। गल्लन अङ्ग शरीर गल्छ तर त्यो गल्दैन भित्री हियो। धन्यवाद।